गुड मर्निङ अनि नमस्कार सम्पूर्णमा। विशेष गरेर आज चाहिँ म अघि त्यो फेसबुकमा लाइभ त गर्नु परेको थिएँ, तर त्यो लाइभ गर्दाखेरि एकदमै नेटवर्क एकदमै स्लो भएको कारणले गर्दा यो भिडियो नै बनाउनु पऱ्यो भनेर चाहिँ म तत्पर भएको छु है। र विशेष गरेर म चाहिँ अहिले फिलहाल चिटोङ नस्पति गाउँमा छु र नस्पति गाउँमा चाहिँ तपाईँलाई याद भएकै कुरा हो कि यो एरिया चाहिँ एकदम होमस्टे अनि एग्रिकल्चरको लागि चाहिँ एकदम मानेको जग्गा हो है। र स्वागत गर्दछु मेरो भिडियोमा सम्पूर्णलाई र विशेष गरेर तपाईँहरूलाई यो एरियाको भिडियो गर्दै तपाईँहरूलाई यो एग्रिकल्चरको जो चाहिँ हाम्रो मामा ससुरा एचएम सिलाल भनेर चिनिन्छ यो एरियामा है। र उहाँको एग्रिकल्चर जुन एउटा मैले यहाँनिर बनाउनु भएको छ मामाले यो नर्सरीको भिडियो सेयर गर्दछु है। तपाईँ हेरिदिनु होला, भिडियोमा बन्नु भएको सबैजना। र यहाँ चाहिँ अम्लिसो पनि प्रशस्तै, सागसब्जी पनि प्रशस्तै छ। र यो फुलहरू चाहिँ अब पहिला फिल्मतिर चाहिँ यस्तो प्रकारको देखेको थियो है यो, तर अहिले यो एकदमै यहाँनिर चाहिँ बस्तीमा देखिन्छ यसरी नै है। र धुप्पी यो एकदम यो जाडो नै जग्गा हो। धुप्पी सुन्तला अहिले हुन थालेको जग्गाहरू है। र यहाँनिर खोर्सानी पनि छ। र यहाँनिर मामाले यो मामा चाहिँ उहाँ हुनुहुन्छ हाम्रो एग्रिकल्चरको अनर चाहिँ आमा ससुरा हाम्रो। र यहाँ चाहिँ मेरो सालो यो सुन्तलाको फार्मिङ पनि रहेछ यहाँनिर, यो नर्सरी सुन्तलाको। चाहेमा सम्पर्क गर्नु होला। हजुर यहाँ भाइ यो के हो अलिकति भन्दैन नि। अब तपाईँले यो के को यो चाहिँ? यो सुन्तला नर्सरी अब यो गाउँहरूले समयमा माग्छ। हजुर, त्यसले गर्दाखेरि अब यो साल कति ठुलो भएकोहरूलाई सप्लाई दिनुपर्छ। हजुर हजुर। ए सुन्तलाको बिजन चाहिँ है? हजुर, सुन्तलाको बिजन यतिले चाहिँ लगभग कति जस्तो बनिन्छ होला डल्लै रोप्यो भनेदेखिको झ्याङ चाहिँ? गऱ्यो भने त यसमा त अब होला 8000 जस्तो होला। 8000 झ्याङ छ है। त्यो एउटा झ्याङको चाहिँ लगभग कति जस्तो पैसा? त्यही पर्छ होला, त्यही 30 रुपियाँ 35 रुपियाँ पर्छ बोटको। ए त्यति वर्षको दाम चाहिँ है। हुन्छ। यहाँ यो खोर्सानी पनि रहेछ नि यहाँ है? खोर्सानी अब भर्खर यसले नयाँ पौधा दिँदैछ। त्यसको बादमा पानीको हामीहरूलाई एकदम आवश्यक परिरहेको छ। यो लेक परेको कारणले गर्दा लेकमा पानीको एकदम जरुरी छ। हजुर। त्यसले गर्दाखेरि पानी पर्न सकेको छैन, यस्तै छ जग्गालाई। र यो चाहिँ हाम्रो मामा ससुराको मेन मूल घर हो। र मामाको चाहिँ मेन चाहिँ तल अहिले घर चाहिँ उहाँ चाहिँ तल हुनुहुन्छ। यो चाहिँ एरिया चाहिँ मामाको बारी। र यहाँ चाहिँ नयाँ चर्च पनि बनिँदैछ। मामाहरूले नै चलाउनुहुन्छ यो चर्चलाई है। अन्तरे मामाको घर हो यो चाहिँ। यो आलु हो? ए अब बेला भयो खन्ने चाहिँ? हजुर, हुँदैछ। ए बेला भयो यसको। अब अलिक यो बोट मर्नुपर्छ। हजुर, बोट मरेपछि चाहिँ यसलाई खन्नु पऱ्यो है। खन्नु पऱ्यो। ए मामा साग सब्जीहरू के हुन्छ फेरि यहाँ? हजुर, साग सब्जी चाहिँ के हुन्छ होला यहाँ? यस्तै हो। सिमी होला? साग, मटर, सिमी, हजुर। यस्तै हो। गाजर यहाँको यो जग्गाको मेन गाजर छ। आज गाजरै है? यो रोप्नु भएको छ नि तपाईँले? रोप्नु भएको छ? म रोप्दिनँ, मेरो गाउँलेहरूले चाहिँ गाजर, साग ए यस्तै। र यहाँ चाहिँ बारीमा काम कुरो पनि गर्दै गरेको नजारा तपाईँलाई देखाउन लागिरहेको छ है। यहाँ पनि हाम्रो मामा हुनुहुन्छ, आमा ससुरा नै हो। उहाँ चाहिँ अन्तरे मामा।
भनिन्छ उहाँलाई चाहिँ होइन काम त अब अलिकति ससुरा हो अब अप्ठ्यारो हुन्छ काम सोध्नु कि तर अन्तरिमामा चिन्छौँ हामी चाहिँ उहाँले काम कुरो गर्दैछ बारीमा पनि यस्तो प्रकारले गर्छ यहाँको बारी खेती चाहिँ भविष्यमा गरी जाने टमाटर पनि हुन्छ टमाटर सिबी गाजर उहाँले भनिसक्नु भयो यसको विवरण दिइसक्नु भएको छ है र यो चाहिँ नस्पति गाउँ एरिया पर्छ यो चाहिँ